अब तपाईँले कोलपुर टिप्नुहोस् है आलो पालो प्रणाली जस्तो झापाको स्रष्टा भवानी छेत्रीको कविता सुनौ अब तपाईलाई सहयोग गरेको हुन्छ भवानी दिदीको रचना सुनौ मलाई यो तेजेन्द्रजीले गीत गाइरहेछ त्यो कहिले कहिले कस्तो हुँदो रहेछ भन्दा म्युजिसियनले त्यो बनायो भने आफ्नो क्रिएसन फरक सुनिँदो रहेछ हामी त मेरो साहबको गुइचे भनेको मात्रै गीत रमाइलो पनि हुँदो रहेछ आफू गरेको होइन यो शान्त तलाउमा एउटा ढुङ्गा हुनसक्छ होइन यसलाई अब कसरी लिनुहुन्छ त्यो तपाईँहरूको जिम्मा मेरो कविताको शीर्षक छ म नेपाली हुँ क्वेसन दाजुभाइका छोराछोरीले आन्टी भनेर बोलाउँछन् तर मलाई फुपू भनेको मनपर्छ दिदीका छोराछोरीले आन्टी भनेर बोलाउँछन् तर मलाई सानीमा भनेको मनपर्छ भान्जा भान्जीले पनि आन्टी भन्छन् भतिजा भतिजीले पनि आन्टी नै भन्छन् तर मलाई काकी माइजू भनेकै मनपर्छ छोराछोरीले मम्मी मम्मी भन्छन् तर मलाई आमा आमा भनेकै मनपर्छ हाम्रा साइनोका सम्बोधनभित्र जुन गुलियो र मिठोपन छ जुन आफ्नो र मायालुपन छ त्यो पटक्कै पाउँदिनँ म अङ्कल र आन्टीभित्र साँच्चै हो म नेपाली हुँ अनेपाली सम्बोधनले चसक्क चस्किन्छ मुटु मेरो काका काकी मामा माइजू फुपू फुपाजू सानीमा र सानाबाहरूलाई अङ्कल र आन्टीले खटक्क खाएको देख्दा दिदी र दाजुले म्याडम र सर हुनुमा असाध्य गर्व गरेको देखेर नेपालीका बच्चाले नेपाली जान्दिन भन्दा गर्वले छाती फुलाउने बाआमा देखेर असाध्यै डराएकी छु म हो असाध्यै डराएकी छु म के तपाईँहरूलाई डर लाग्दैन आज घरबाट हराए बाआमाहरू हराए हजुरबा र हजुरआमाहरू सुनिँदैन आजकल कसैका घरमा आपा नाना बजु बाजे भनेर बोलाएको हराए वाङ छुवा छुना कोप्पा कोक्कु देमा र देप्पाहरू हराए मिली तता पाजु र मलेजुहरू कति मिठो लाग्थ्यो मलाई तल्ला घरकी सानीले अजा अजी तरिमा भनेर बोलाएको सुन्दा तोते बोलीमै आजकल ऊ अन्तल र आन्टी भन्न थालेको छ यसरी अन्तल र आन्टी भनेको सुन्छु जब घरमा डरको भ्रूण हुलुक्क हुर्किन्छ म भित्र अनि आतङ्कित हुन्छु म बिस्तारै भाषा विस्थापित भएको देखेर मानिसको मनबाट भाषाप्रतिको संवेदनशीलता हराएको देखेर मानिसहरू आफ्नो भाषा बोल्न डराएको देखेर लजाएको देखेर सशङ्कित छु म भाषाको पछि लागेर देश हराउला भनेर देश भन्नु मात्र कहाँ हो र जङ्गल पहाड र हिमाल खोला मात्र कहाँ हो र देश जात जातिको पहिचान हो भाषाको उपेक्षा गर्नु भुल लाग्छ मलाई भाषा पहिचानको मूल लाग्छ मलाई देशभित्रको मुटु कलेजो हो भाषा मूल नै सुक्छ जब बग्दैन अरुण र तमोरहरू पहिचानको शिखर हो भाषासँगै पहिचान हराउला एक दिन अनि म कसरी भन्न सकुली र म नेपाली हुँ भनेर कसरी गर्व गर्न सकुली र म हिमालकी छोरी हुँ भनेर कसरी भन्न सकुली र म नेपाली हुँ भनेर मिठो रचना म त अर्को पटक हजुरलाई के आग्रह गर्छु उद्गम थोलो कर्णालीको भेग तपाईँहरू अर्को पटक जानु होला मध्य पहाडीको बाटो खुलेको छ सिधै जान सक्नुहुन्छ अहिले तल्लो बेला अहिले नै जाने अर्को पटक चाहिँ र म देवकी देवला गीतलाई म एउटा रचनाको लागि कोलपुरमा पनि गीत गाउने मान्छे छन् भने पार्नुहोस् पुरानै सुनाए हामीले नयाँ भन्दा सुन्छ फेरि एउटा प्रतिनिधि रचना छ प्राय सुरुमा चिन्दा त्यसैले चिन्नु भएको म त्यही सुनाएँ उमेर भन्दा चाँडै
बेहुली भएमा थपिदी बोझ बेहुली भएमा खसी मनको पहिरो पुरिँदा रहर खसी मनको पहिरो पुरिँदा रहर खसी मनको पहिरो पुरिँदा रहर नयनबाट बगी त्रिशूली भएमा उमेर भन्दा चाँडै ठुली भएमा। धन्यवाद। म सुदूरपश्चिमको भावनाले सुदूरपश्चिमको प्रतिनिधि हो। कोलपुर उबाल छेउनी अहिले कोलपुर भयो नि मेरो जन्म थलो हैन। हामी सिङ्गो नेपाल समाउँदैनौँ। भीमताईको सुन्नु। म त्यो सरलाई पछि समीक्षा गर्ने मलाई यो कार्यक्रममा भन्नुभएको थिएँ। शरम गर्ने भन्ने कुरा आयो नि त बसेर खाने होला। हाम्रो महानन्द स्रष्टा दम्पति, मेरा डाक्टर साथीहरू पुष्करजी र खोपिरामजी, यता भोलिको हाइकुका लागि सूचना मैले पहिले पढेको थिएँ। कपिलजी, टिकाजी, भर्खरै गजल छिने देवकीजी र मेरा सम्पूर्ण मित्रहरू, म एउटा कथा सुनाउँछु। यो कामरेडको कुकुरको कथा हो। कामरेडको कुकुरको कथा म कविता भनेर वाचन गर्छु, धरानमा होस् कि इटरीमा होस्। यो नारा पछाडि सुनिन्छ कि कविता हो कि नारा हो कि त्यसो भए नारा कविता अभियान भनेर प्रारम्भ गर्न थालेको छु। मेरो चाहिँ यो नारा कविताको नमुनाको सङ्कलन गर्दैछु। कामरेडको कुकुरको कथा। हत्तेरिका, आज त साहित्य बुधैसँग ढलाइमा जानुपर्ने, कमाइ हुने हुनाले शनिबार नै त मेरो भन्सार अलक्षिणी साउन पनि यही बेलामा लात्ती हान्छ पेटमा। फतफतायो लाली एक रात बिहान जब कुमारले आजको ढलाइ पानीले रोकिएको तितो खबर सुनायो। किताबको थोत्रो झोला कुनातिर मिल्काएर ऊ शनिबारको साँझले सुत्यो। पेट कराउन थालेपछि बाटामा निस्किएर पाइला गर्न थाल्यो। ए लाले, त आज घरमै छस्? हजुर, नेताको प्रश्नसँगै उत्तर जुधायो र हेऱ्यो तिनका हातमा मासुको झोला रहेछ। लगिदे है, म एकछिन मिटिङमा जानु छु। लाले मौन फर्कियो झोला बोकेर। हजुर, उहाँले पठाउनु भयो। उसको आवाजसँगै पाउजु करायो। ए लाले, त यो कामरेडको घर भन्नु मात्रै, उसका लागि त यो सिंह दरबार जस्तो छ। एकछिन बस है त। भित्रबाट निस्केर 50 को नोट थमाई। मसला ल्याइदिएन है, हेर्न भ्याइन पटक्कै, यो कथा हो नि त। लाले मसला लिएर फर्किँदासम्म बाफिएको मासु आरीभरि पस्किएर मालिकले निस्किन बाहिर। लाले, यो यसलाई लगिदिएन है। लाले, एकछिन यता आइज त, त्यसलाई लगिदिएन है। आफैलाई होला भनेर ढुक्क परेको लाले बल्ल बुझेछ सायद। आरी लगेर राखिदियो नेताको भर्खरै मलेसियाबाट झिकाएको सेफर्ड जातको कुकुरका अगाडि। एमानको कुकुरले लालेप्रति आभारी जनाए जसरी उलुक्क हेऱ्यो उसलाई अनि मासुलाई घुटुक्क थुक्ने लिएर मुन्टो फर्कायो उसले। आमा, भोक लाग्यो। ए लु आइज बा आइज, सेलाइसक्यो, कता गइस यतिका बेर? बाटातिर थिएँ, भोलि फेरि स्कुल जानु छ। पौष्टिक खानाको निबन्ध लिएर कहिल्यै नदेखेको पैसाको हिसाब र सुख शान्तिका पाटाहरू पढ्नलाई उसका गनाएका कपडाले बिग्रिएका साथीभाइका नाक र मुहार आँखाभरि आए। हेऱ्यो लालीले आज पनि थालीभरि मकैको च्याख्ला र आरीभरि मुलाको गुन्द्रुक पानीमा टल्किए उसकै आँखा टल्कियो। एकछिन गरुङ्गो हातले गाँस उठायो सम्झँदै नेता कामरेडको कुकुर। हुकुमजी, शान्तिलो पहिरो आए पनि हामी तयार छौँ है। त्यस्तो केही छैन। म एउटा गजल सुनाउँछु।
पानी जस्तो भएन जिन्दगी मौसम भएन तिमी प्रतिको चाहत कदापि कम भएन पानी जस्तो भएन जिन्दगी मौसम भएन तिमी प्रतिको चाहत कदापि कम भएन यो गाउँबाट बादलका थुम्काहरू तल देखिन्छन् ओलपुरबाटै यो गाउँबाट बादलका थुम्काहरू तल देखिन्छन् यो गाउँबाट बादलका थुम्काहरू तल देखिन्छन् तर हामीलाई अग्लो हुनुको अहम भएन तर हामीलाई अग्लो हुनुको अहम भएन तिमी प्रतिको चाहत कदापि कम भएन पटक पटक पढियो आफ्नै चेहराको विज्ञापन पटक पटक पढियो आफ्नै चेहराको विज्ञापन एक पटक अरूको चेहरा पढम एकपटक अरूको चेहरा पढम भएन तिमी प्रतिको चाहत कदापि कम भएन तिमसेर एक बिन्दुमा तिमी छौ र म छु एक बिन्दुमा तिमी छौ र म छु एक बिन्दुमा पानी जस्तो भएन जिन्दगी मौसम भएन तिमी प्रतिको चाहत कदापि कम भएन एक बिन्दुमा तिमी छौ र म छु एक बिन्दुमा यी बिन्दुहरू जोडिने कुनै माध्यम धन्यवाद छ बुजुर्गगार हुकुम धर्जनजीलाई म इन्दु यो यन्दनजीको एउटा रचनाको लागि हार्दिक यहाँहरू सबैलाई नमस्कार शुभ बिहानी म चाहिँ धरानबाट आएको हुनाले धरानकै कविता सुनाउन चाहन्छु यो शीर्षक छ आरा धरान एउटा डिलको कुनामा दुईटा ढुङ्गा टुसुक्क गाडेर बनाएको एउटा देवी थान ढुङ्गासँगै ठडिएको तितेपातीका दुई बुट त्यसैमा बेरिएको काँचो धागो बनबो र फेदाङ्गले फलाक्दै अनिकालको सेतो चामल केही सिन्दुर सुपारी आकाशतिर चिउँडो फर्काएर फलाक्दै वनदेवी वनदेवता भाकेर थानढुङ्गासँगै थापेको आरन्धन औलोको चरम ताण्डवले गर्दा पाखा बस्नु पर्दा पनि लुकाउनु पर्ने ढाडहरू डराएर माथि भागेका मानव सभ्यता सफा सिसौँ र थुप्रै झार जङ्गलको राज्य बन्जर लम्पट बगर स्याउले गोठमा सुकेका ठुट्टोको धुनी बालेर खोसेलोमा बिडीको बिडी सल्काउँदै आरा काट्ने आसेङ आफाङ र लुङ्गाहरू माने ब्लाङ साउले भर्खरै चिरेका केही किबी फलाक र बट्टमहरू भित्ताभौरी ठड्याएर गिन्ती गर्दाखेरि आज तपाईहरू भर्ती हुन सकेर आसाम कोलकाता गोरखपुर हुँदै मलायसम्म भाँसिएर वा भाँसिन नसकेर बनिएका आरा धानहरू आज म जस्तै तिम्रो वंशजको एउटा नम्बरलाई सुविधा सम्पन्न सहर बनेको छ म यही सहरको एउटा हिस्सा बनेको छु यही आरा धरानले स्थापित गरेको सुसंस्कृत र सम्पन्न सहरबाट पृथ्वीको कुना कुना नापिरहेको छु विजयपुर विष्णुपादुका फुस्से र घोपाक्यामतिर सेतो घोडा चढेर आरावाल तिमीहरूको हंस दौडिरहेको छ भने बुढा सुब्बा र दन्तकालीमा केही सगुन र फलार चढाएर ठाकुल्ला सेवारो गर्छु माथि डाँडामा 1000 बुद्धका गुम्बा बनिएपछि पहाडै ढाक्ने गरी सुक्पा बाँधेर धुप धुवा गर्छु यो सहरलाई शान्त र समृद्ध बनाउन सबै सजीव आत्माहरूमा शक्ति प्रदान गरिदिनुहोस् ताकि यो सहर साँच्चैकै सहर बनोस् हो सहर जस्तै सहर बनिएपछि विभिन्न चोकमा आरावल तिमीहरूको विरासत सहितको शालिग निर्माण हुनेछन् अनि छेउमा बुढासुब्बाका टुप्पो नभएका बाँस सारेर थानढुङ्गा छेउमा उनीको काँचो धागो जुगौँजुग हुँदै र तन्काउँदै तिम्रो अस्तित्वमा समृद्ध सहरको लहर तानिरहला यो कविता जब देखेर मैले भने संयोग हो कि के हो त्यस पछाडि धरानमा पहिलो आरा वालहरूको स्ट्याचु चाहिँ हाम्रो आदरणीय नेत्र सरको कार्यक्रममा उहाँले चाहिँ धरानको पहिलो स्ट्याचु चाहिँ हाम्रो नेत्र सरको कार्यक्रममा पहिलो कार्यक्रम धन्यवाद म केही हाइकुको लागि आदरणीय व्यक्तित्व बद्री ढकालजीलाई म हार्दिक अनुरोध गर्दछु धन्यवाद सर
हाइकु भन्नुभएको छ सम्झिन्छु। अहिले दुई बिहा त चलन छैन, दुईटी बुढीकोबाट बिहाबाट चलन सुरु गर्छ। दुईटी बुढी चौकी र अदालत मेरो हालत। अर्को एउटा भट्टीका चुस्की चुम्बकीय चिप्लेटी, भट्टीका चुस्की चुम्बकीय चिप्लेटी, प्यारा र प्यारी। अब पूजा गर्नेहरूको लागि गोप्य भिकारी हजुर अल्झिनु पनि सकिन्छ। पीडा उकल छ घन्टी दामको पूजा। गोप्य भिकारी पीडा उकल छ घन्टी दामको पूजा। भन्ने अब एउटा प्राकृतिक हाइकु। राजनीति गरेर हल्लान घन्टीको उड्ने भँगेरो नुहेका बालासँगै निहिनै रह्यो। धन्यवाद। धन्यवाद छ बढी ढकाल ग्रामीणज्यूलाई। म टिका आदरणीजीलाई हार्दिक अभिनन्दन गर्छु। शान्तहरू भएर यता फराकमा ज्यान फुकाएर भन्नु पर्यो। हजुरको फोटो जसै आउँछ मेरो पनि आउने भयो, म ढुक्क छु। म परीक्षा जिन्दगी कविता वाचन गर्छु। थोरै भन्छु। हामीलाई चाहिँ तिमीहरू अघि बढ भन्ने, अनि अगाडि बढ्ने बेला चाहिँ नाना भाँती गरिरहने कुराहरूलाई चाहिँ मैले यहाँ खास लेखेको छु। त्यति भने अहिलेलाई परीक्षा जिन्दगी। जरा काटेर तिम्रै हो हरियो वृक्ष भन्दछ, क्रान्तिको गाउनु गीत जिब्रो थुतेर भन्दछ। दयाले काट्छ यी औँला, दयाले कान थुन्दछ, यस्तै छ दुनियाँ मेरो आगोमा नाच भन्दछ। यस्तै छ दुनियाँ मेरो आगोमा नाच भन्दछ। झिकेर मुटुको रक्त नसामा दौडिनु भनी, घाँटी थिचेर दीर्घायु कामना गर्छ तै पनि। करौती रेड्छ मायाले ताकेर श्वास श्वासमा, पिलाई आँसुका घुड्का तृप्ति सुम्पिन्छ प्यासमा। मझेरीमा खनी खाल्डो बाहिर निस्क भन्दछ, हावामा विष घोलेर शान्तिले बाँच भन्दछ। चुडेर पङ्ख भन्दैछ उड्नु आकाश की चरी, पिँजडा भित्र छोपेर भन्दैछ विश्व सुन्दरी। आँखा फोडेर देखायो इन्द्रेणी फुलको जुनी, वासना शक्ति खोसेर सुवास छर्छ बैगुनी। बाँधेर जिन्दगी सारा हत्कडी प्रेम नायक, सजाई नेलले गोडा दौडायो पथ धावक। पौडाई अग्निको गङ्गा सतीत्व नाप्छ बरबर, हिँडाई धारका यात्रा नगर्नु भन्छ धर्म र। छोपेर न्यायको घाम छोपिने सत्य हुन्छ र, तैपनि जिन्दगी चल्छ परीक्षामै निरन्तर। तैपनि जिन्दगी चल्छ परीक्षामै निरन्तर। धन्यवाद छ। म अस्मिताजीलाई आफ्नो परिचय राखिदिनु टाढै जानुभएको थियो। नमस्कार, म अस्मिता भट्टराई, घर चाहिँ मोरङको केराबारी। म चाहिँ गजलकार, यहाँले यति भन्नु। धन्यवाद छ। म रचनाको लागि चन्द्रावती म्याडमलाई हार्दिक अनुरोध गर्दछु। त्यो अस्ति विमोचित कृतिबाटै एउटा सलल्ल भए। म छोरी म प्यारी बुहारी आमा बुझेनन्